हाम्रो फ्यामिली ब्लगिङ हो हैन क्यामेरा हजुर किन खाना हामी भगवानलाई दर्शन गर्न गइरहेको छौँ हैन हेलो गाइस वी आर गोइङ टु हाम्रो दाइ साल दाइ हामी जाँदै छौँ हैन कस्तो दाइ रमाइलो भइरहेको छ यात्रा हाम्रो हेलो गाइस हेलो हेलो क्यामेराम्यान भन्दै भाइ आज हम जा रहे हैं मोबाइल में बने क्यामेरा हातमा बनाउँदो होला हेलो गाइस एक भाइ हाम्रो फिटनेस इन्फ्लुएन्सर पनि आज नि यहाँ हाम्रो काको हाम्रो मोटु ब्लगर हामी चाहिँ हाम्रो कुल देवताको पूजा गर्न गइरहेछौँ हाम्रो घरभन्दा लगभग 4-5 घन्टा हिँड्नुपर्छ जय दुर्गा भवानी मन्दिर सबैको अवस्था यस्तो छ हैन भाबीजीको हालत एकदम खराब छ अझै हिँड्नु धेरै छ यहाँदेखि ओकालो पुरै ठाडै हामी पूजा गर्ने एक मन्दिर पुग्यौँ अब यो मन्दिर पूजाआजा गर्ने तयारीमा हामी उहाँ पुजारी पूजाको तयारी गर्दै हुनुहुन्छ अब यहाँनिर पूजा गरिसकेपछि हामी अर्को मन्दिर जान्छौँ यहाँबाट यहाँनिरको खोला तर्दाखेरि जुत्ता चप्पल खोलेर तर्नुपर्छ किनकि यो यहाँनिर पूजाआजा गरिन्छ यहाँनिर पनि एउटा सानो मन्दिर छ यहाँनिर धूप धाजा गरेर यहाँदेखि हिँड्छौँ हामीहरू मार्मा गाउँपालिका 1 वाथीको स्कुल हो यो 3 सम्मको स्कुल छ यहाँनिर सर पढाउँदै हुनुहुन्छ बाटो पनि यही रहेछ यही बाटो पनि हामी यो स्कुलको नाम चाहिँ यहीँ लेखेको छ यहाँ पढ्ने विद्यार्थीहरू पनि थोरै छन् 15-20 जना मात्र हिजो अस्ति पानी परेको कारणले डाँडा काँडा हिउँले भरिएको छ अब हामी यहाँदेखि जय दुर्गा भवानी टुप्पोमा यहाँ पुग्छौँ होइन पछाडि आइरहेछन् हामी यहाँबाट हिँडिरहेछौँ यो भ्यू पनि हिउँ परेर डाँडा काँडा सुन्दर देखिरहेको छ यहाँदेखि उकालो लाग्यौँ होइन हामी यो हाम्रो घर नजिक बग्ने खोला नौगाड खोला हो हामी यो नौगाड खोला तरेर हामी पारी जान्छौँ त्यही तल देखिने खोलादेखि आएको त्यही बाटो हुँदै त्यो पारी हामीले पूजा गरेको मन्दिर अरू बाँकी आउँदैछन् उ तल हामी माथि पुगेर हामी यहाँ बसिरहेछौँ आराम गरिरहेछौँ त्यही यता गुल्जरको स्कुल यो पनि 3 सम्मको छ सायद यहाँ पनि विद्यार्थी कमै छन् अरू बिस्तारै पछाडि आउँदैछन् हामी चाहिँ पुगेको अब यहाँदेखि माथि पुग्नुपर्छ त्यही हो मन्दिर फाइनल्ली हामी 4-5 घन्टा हिँडेपछि हामी पूजा गर्ने मन्दिर पुग्यौँ यो हो जय दुर्गे भवानी मन्दिर हाम्रो कुल देवताको मन्दिर यही हो